अहिलेको समयमा अहिलेको परिवेशमा समादरणीय भक्त सज्जन हजुरहरू जति पनि यहाँ उपस्थित हुनुभएको छ, हजुरहरूको गृहस्थ आश्रम राम्रोसँग चलेको छ। किनभने हजुरहरूले बुझ्नु भएको छ, प्रेम गर्नु भएको छ, एउटालाई मात्र रोज्नु भएको छ। अधिकांश घर बिग्रेको धेरै देख्न पाइन्छ, सुन्न पाइन्छ। विवाह कोही पनि गर्दैन, हो कि होइन? 30, 32, 35 वर्ष नपुगिकन आफ्नो गोडामा नउभिकन कोही पनि विवाह गर्दैन। तर तै पनि आफ्नो गोडामा उभिए तापनि उनीहरूको गृहस्थ जीवन किन सक्सेस भएको छैन, किन राम्रोसँग चलिरहेको छैन भने उनीहरूमा त्यो सामर्थ्य छैन, धैर्य धारण गर्ने सामर्थ्य छैन उनीहरूमा। जति हजुरहरू वृद्ध आमाहरू हुनुहुन्छ, जति शक्ति, जति भक्ति, जति प्रेम, निस्वार्थ भावले हजुरहरू गर्नुहुन्थ्यो, त्यो अहिलेको समयमा, अहिलेको परिवेशमा, अहिलेका केटाकेटीहरूमा त्यो शक्ति छैन। स्वतन्त्र तरिकाले बाँच्न चाहन्छन् उनीहरू। न श्रीमानले भनेको श्रीमतीले सुन्न सक्छिन्, न श्रीमतीले भनेको श्रीमानले सुन्न सक्छिन्। त्यही भएर अहिले अनेक प्रकारका, हेर्नुहोस्, यो डिभोर्स भन्ने त हाम्रो शास्त्रमा लेखेकै छैन। हेर्नुहोस्, कुनै कहीँ पनि लेखेको छैन। यो सम्बन्ध विच्छेदको कुरा कहीँ पनि लेखेको छैन अहिलेसम्म।